हेलो एन्ड गुड मर्निङ एभ्रिवान। आज हामी काठमाडौँबाट दोलखाको सोइलुङ हुँदै जिरीसम्मको यात्रामा छौँ। तपाईहरूले भर्खरै देखिसक्नुभयो केही दृश्यहरू। अब हामी यो यात्राको अनुभव र दृश्यहरू तपाईहरूलाई देखाउँदैछौँ। आउनुहोस् सुरु गरौँ है त। तपाईले देखिरहनु भएको यो दृश्य भोटेकोशी नदीको बलेफी भन्ने ठाउँबाट हामीले लिएका हौँ। र यदि तपाईँ पनि काठमाडौँबाट नजिक र्याफ्टिङको मजा लिन चाहनुहुन्छ भने तपाईँ पनि यहाँ आउन सक्नुहुनेछ। हामीले केही समय अगाडि यहाँ आउँदाखेरि लगभग हामीले चाहिँ 1500 जति तिरेका थियौँ। यति बेला हामी खाडी चौरबाट दायाँतर्फ भोटेकोशी नदीलाई पार गरेर दोलखातर्फ जाँदैछौँ। यो बाटोमा तपाईँले सुन्दर दृश्य सँगसँगै ट्रिपर आतङ्क पनि देख्नुहुनेछ। यति बेला हामी सिन्धुपाल्चोकको मुडे भन्ने ठाउँमा आइपुगेका छौँ। मुडे भन्दा केही अगाडि खरेढुङ्गा भन्ने ठाउँ रहेछ। यो ठाउँ फिल्म सुटिङ अनि म्युजिक भिडियो सुटिङको लागि पनि निकै चर्चित रहेछ। तपाईँ पनि हेर्नुहोस् त, यो ठाउँ निकै सुन्दर पनि छ। ल अब हामी यहाँबाट दोलखाको सदरमुकाम चरीकोटतिर लागौँ है त। हामी अहिले चरीकोट आइपुगेका छौँ। यहाँको दृश्य एकैछिन ड्रोनबाट हेरौँ है त। चरीकोटबाट हाम्रो यात्रा जिरीतर्फ अगाडि बढ्यो। बाटोमा केही ठाउँमा पहेलपुर धानबारी अनि केही ठाउँमा धान काटेका दृश्यहरू पनि देखिन्थे। अलि पर क्षितिजमा हिमालहरू, जङ्गलको बाटो अनि साँझपख अस्ताउँदो सूर्यले मनमोहक दृश्य बनाएको देखिन्थ्यो। अस्ताउँदो सूर्य, जङ्गलको बाटो अनि केही छिनमा फेरि गाउँघरको बाटो हुँदै हामी साँझ अघि बढिरह्यौँ।
गाउँघरका मानिसहरू सबै आफ्नो आफ्नो काममा व्यस्त देखिन्थे। अस्ताउँदो सूर्यलाई पछ्याउँदै पछ्याउँदै हामी केही बेरमा दोलखाको जिरी भन्ने ठाउँमा पुग्छौँ, जुन ठाउँलाई नेपालको स्विजरल्यान्ड पनि भन्ने गरिन्छ। जिरी आइपुग्यो। यहाँनिर होटल एभरेस्ट हुँदैछ। खाना चाहिँ के कस्तो हुन्छ त्यो चाहिँ मलाई आई हेभ नो आइडिया। जे हुन्छ म तपाईँलाई अपडेट गर्छु है त। यो जाडोमा तातो तातो भात खाउँ है त। गुड मर्निङ एभ्रिवान। यति बेला हामी दोलखाको जिरी भन्ने ठाउँमा छौँ। I'm yellow and soft, but I'm tougher inside. Spotted with stories I never can hide. I sit on the counter, waiting for my ride. अब हामी अलि तल घुम्न जाउँ है त। के कस्तो छ त्यो दृश्यहरू पनि म तपाईँहरूलाई देखाउँदैछु। जिरी आउने धेरै मान्छेहरू आउने ठाउँ चाहिँ यो हो। यो चौरमा धेरै मान्छेहरू आउनुहुन्छ यो ठाउँमा घुम्नको लागि। तपाईँहरूले जे जति फोटोहरू भिडियोहरू पनि देख्नुहुन्छ त्यो चाहिँ प्रायः सबै यही ठाउँको नै हुन्छ। Don't slip on me, I'm more than you see. Peel me open, feel my glow. I'm the sweetest thing you'll ever know. Twist me, turn me, let it show. Peel me open, feel my glow. हामी एकछिन यो ठाउँमा बस्यौँ, डुल्यौँ, घुम्यौँ, रमायौँ, फोटो भिडियोहरू खिच्यौँ र अब चाहिँ हामी यो पछाडि हामी फेरि दोलखाको सैलुङ भन्ने ठाउँतिर जाँदैछौँ। तर त्यो जानुभन्दा अगाडि यो ठाउँको केही दृश्यहरू तपाईँहरूले पनि हेर्नुहोला। ल बाई बाई जिरीलाई, जुन ठाउँलाई चाहिँ नेपालको स्विजरल्यान्ड पनि। अब चाहिँ हामी दायाँ बायाँ कतै पनि नलागिकन सिधै हामी सैलुङतर्फ जाँदैछौँ। सैलुङ जानलाई चाहिँ फेरि हामी मुडे पुग्नुपर्छ। फेरि मुडे पुगेर नै सैलुङको बाटो छुटिने हो। त्यही भएर एकैचोटि म तपाईँहरूलाई चाहिँ सिधै सैलुङ पुगेपछि देखाउँछु। साँझ परिसकेको छ। हामी सैलुङ पनि आइपुग्यौँ। आज चाहिँ हामी यहीँ बस्छौँ। यहाँ देउसी भैलो कार्यक्रम पनि रहेछ। अब तपाईँहरूसँग म एकैचोटि भोलि बिहान भेट्छु। सैलुङ जाने भनेर बिहानको राति उठेर हिँडेको, अँध्यारो न अँध्यारो, बाटो केही देखिँदैन। सबैजना कहाँ पुगिसकेर हिँडेर दुईजना जोडीहरू यहाँ कुखुरा बाछा जस्तै बिहान बिहान आएर बाछा रहेछन्। यति राम्रो मिठो देखिएको छ नि। यहाँबाट त तपाईँहरूले त कस्तो देख्नुहुन्छ अब त्यो त मलाई थाहा छ नि। क्यामेरामा त खासै राम्रो देखेको, क्यामेरामा त अब आँखाले देखे जस्तो देखिँदैन। यहाँसम्म आउँदाखेरि हामी अराउन्ड 40 मिनट जति हिँड्यो होला। त्यो डाँडामा ठ्याक्कै त्यहाँनिर चाहिँ टप लाउनु, त्यहाँ ठाउँमा पुगेर चाहिँ म एकपटक ड्रोनको भ्यू देखाउँछु। एन्ड आफ्टर द्याट यु विल सी द सिनिक भ्यू अफ सैलुङ।
ल्याउनु पर्यो लास्ट 11 हामी अहिले माथि सोइलुङ आइपुगेका छौँ। तपाईँले जुन देखिरहनु भएको छ भर्खरै घाम पनि झुल्किँदैछ, घाम उदाउँदैछ, भर्खरै उदाउँदैछ। हामी यहाँ माथि आइपुग्यौँ। यहाँ पर्यटकहरू पनि एकदमै धेरै आउनु भएको थियो कि पर्यटकको चापहरू पनि एकदमै म्याक्सिमम थियो। तल हामी जुन होटलमा बसेका थियौँ त्यो होटलमा पनि टुरिस्टले पुरै प्याक थियो, प्याक थियो। खानालाई पनि भ्याइ नभ्याइ थियो, उहाँ काम गर्ने मान्छेहरूलाई पनि भ्याइ नभ्याइ त्यस्तो ठाउँ थियो। त्यहाँ बसेर धेरै पर्यटकहरू हुनुहुन्थ्यो। त्यो ठाउँ हुँदै हामी चाहिँ अहिले चाहिँ हामी माथि सोइलुङमा आइसकेका छौँ। सोइलुङ ठाउँमा आइपुगेका छौँ। अब यहाँको दृश्यहरू चाहिँ म तपाईँलाई एकपटक सरर देखाउँछु, ड्रोनको भ्यूहरू पनि देखाउँछु। अनि त्यसपछि तपाईँलाई के कस्तो लाग्छ, तपाईँलाई राम्रो लाग्छ, ठिक लाग्छ भने कमेन्ट पनि छोड्न नबिर्सिनु होला। यतापट्टि चाहिँ यस्तो दामी ठाउँ रहेछ। भ्यू हेर्नु न, भ्यू कस्तो राम्रो छ यतापट्टि। यता तलतिर चाहिँ एउटा महादेवको गुफा छ अरे, त्यहाँनिर चाहिँ केभ छ अरे। त्यहाँबाट चाहिँ ढुङ्गाको एक साइडबाट छिरेर अर्को साइडमा निस्किनु पर्छ अरे। त्यहाँ चाहिँ अब जो मान्छेहरू चाहिँ अलिकति धर्मात्मा मान्छेहरू छ तिनीहरू चाहिँ छिर्छ अरे, अब पापी मान्छेहरू चाहिँ छिर्दैन अरे, त्यसो भन्ने भनाइ चाहिँ रहेछ। अब हामी चाहिँ त्यो ठाउँको लागि, त्यो महादेव गुफा भन्ने ठाउँ छ, त्यो गुफाको लागि चाहिँ हामी जाँदैछौँ है त। यति भयो त, हामीले आधी धरिसक्यो त। हामी उता तल तल जाँदा चाहिँ यताबाट अर्को बाटो छ कि यतै बाटो जानुपर्छ? त्यो त हामीलाई पनि थाहा छ, तर अर्को बाटो छ कि छैन भनेर सोधेको मात्रै हो। यहाँबाट भित्र कहिले छ गुफा? भित्र कहिले छ गुफा? यति हो गुफा? मन्दिर हो यो। गुफा चाहिँ कहाँ छ? महादेव गुफा धर्म यहीँ हो त? यहाँ चाहिँ के हो? यो चाहिँ हो कि खै? हो रहेछ। ऊ त्यहाँबाट छिर्यो भने धर्मात्मा रे, छिरेन भने पापी रे। फोन हुन्छ छिराएको छ नि त्यत्रो पर्नु लप्सो लाग्छ। म एक क्यामेरा चाहिँ छिराएर देखाउँछु, मान्छे नछिरे नि। यहाँबाट छिर्नु पर्ने धर्मात्मा रे। यो भनौँ
धर्म गरेको मान्छे छिरेन भने चाहिँ पापी मान्छेले पाप र धर्म यहीँबाट थाहा भइहाल्छ। त्यो धर्म कलबाट म्याडम चाहिँ धर्म कि पापी अब थाहा हुँदैछ दुई एकछिनमा। मजाले छिरिँदो रहेछ। अहिले चाहिँ हामी सैलुङबाट फर्किसक्यौँ। माथि सैलुङ चाहिँ घुमिसक्यौँ। यो चाहिँ जुन तपाईँले देख्नु भएको चाहिँ मिनी ग्रेट वाल भन्छ, चढेर जाने सिडी हो, सिडी बनाएको छ। अब हामी चाहिँ फेरि आफ्नो घरतिर सबैजना आफ्नो घरतिर फर्केर सबैजनाले जसले हेरिदिनु भयो सबैजनालाई धेरै धेरै धन्यवाद।